कस्तो कमेडी देखिनु रहेछ त। हेलो गाइज, हामीहरू चाहिँ आज सुन्दरी जलबाट धाप ड्याम के हो न? हेलो हेलो नमस्ते नमस्ते सबैजनालाई है मेरो नयाँ यात्रा संस्करणमा। आज हामी चाहिँ धाप ड्याम जान लागिरहेका छौँ सुन्दरी जलबाट। हामी चाहिँ 5 भाइ जम्मा छौँ, 3 बहिनी 2 भाइ। र अब चाहिँ हाम्रो कति बज्यो अहिले? कति बज्यो अहिले भनेको मेरो हातमा घडी भएन। 9:10 मा हामी चाहिँ यहाँबाट लाग्यौँ है। ल अब के छ कसो छ बाटो कस्तो छ? 100 रुपियाँको टिकट त अब तपाईँहरू कसैलाई पनि भन्नै पर्दैन होला, जहाँ गए नि 100 रुपियाँ ठटाइहाल्छन्। एकजनाको 100 रुपियाँ। स्टुडेन्टको काम छ स्टुडेन्ट नो डिस्काउन्ट। र हामी चाहिँ अब टिकट लिएर निकुञ्जभित्र प्रवेश गरिसकेका छौँ गाइज होइन। हजुर के छ हजुरको भन्नुपर्ने छ? छापामार जस्तो भएर आउनु भयो क्या? म त छापामारै भएँ। ल ठिक छ। मलाई एकदम थकाइ लागिसक्यो, म चाहिँ गएँ बाई। हेलो गाइस, हामी चाहिँ ट्रेक गर्दा गर्दा आधी बाटोमा पुगेको पनि छैनौँ, बट यु आर सो टायर्ड। तिमीलाई बोल न के एउटा गीत गाइदिएन हजुरलाई? गीत गाउनुहुन्छ? कस्तो राम्रो देख्नु, अर्काले गाएको चाहिँ सुन्छ। यति राम्रो कसरी भन्न सकिन्छ है? कस्तो हेर्छौँ है। मलाई लजाउने नै नबनाउनु क्या। लगाइ चाहिँ हामी रमाइलो गर्दै जाने त हो नि? होइन साँच्चै हुनुहुन्छ कि हो कि होइन? यसको राज के हो भनेर सोध्नु न। राज के राज जस्तो देखिन्न देखिन्छ साँच्चै के होइन? नाक एउटा एउटा जस्तो हाम्रो एउटा एउटा फिचर जस्तो बुझ्नु भएन। तपाईँहरू कहाँ चलाउँछ? त्यही गाह्रो भयो। के को हात हो यस्तो मिठा छ? तिमी त कटिला के जस्तो देखियो त छुने। मलाई धेरै त्यस्तै भन्छ है कटिला। उहाँको झोलामा के छ अरे? सनस्क्रिन त हुनु पर्यो नि त काममा हिँड्दाखेरि। अनि कस्तो हो के नभएको स्किन केयर हो क्या? कस्तो नबुझेको होइन त्यो झोलामा के छ भन्ने कुरा गौड हो। उहाँ हेन्सम हुनुहुन्छ कि हुनुहुन्न त्यति भनिदियो क्या? चाहियो कि चाहिएन त्यति हो। सधैँ हुने हो क्या? नसकिने नक्ली भन्छ नि त्यस्तै यहाँ के भन्नु आयो कुरा थाहा छ? केबाट अर्डर फ्लिपकार्टमा त राम्रो पाइन्छ सामान, कुनै कुनै पाइँदैन नि त। अनि तैँले मिसोबाट नै अर्डर गर्थिस् राम्रो देख्यो भनेर। अरू कुरा केही थाहा छैन। मैले चाहिँ भन्न खोजेको गाइस हाम्रो यहाँ डिबेट भएको चाहिँ उहाँ हेन्सम हुनुहुन्छ भन्ने म उहाँहरूले चाहिँ केबाट अर्डर गरेको कस्तो हुनुहुन्छ भन्नु छ होइन? ल हजुर नै भन्नुहोस्। दर्शन त्यस्तो हेन्सम मान्छेलाई त्यसो भन्नु पाइन्छ त सुनि? पाइन्छ, मान्छेले भनेपछि मान्छेलाई भन्न पाइयो। बाख्रा हानी सोच्यो क्या? दादा दर्शन भन
ल हाम्रो ब्रेक टाइम भयो होइन टी टाइम तर सबभन्दा राम्रो त मै देखेको छु है गाइजहरू मैले नहेरेँ ए हजुरले नहेर सुनि कता कता गइथिन् लहरा पहरा झुन्डिँदै गइथिन् मलाई त सोचिसक्नु भनेर कसैले भन्यो भने जिम्मेवारी म छैन कति जुम